नमस्ते। स्वीट मोर्डेनका 2 दर्जन साहित्यिक आधारमा एउटा विशिष्ट कृति हो जितको तयारी। अच्युत कोइरालाले लेख्नुभएको यो किताब तपाईहरु सामु म फेरि ल्याएर उपस्थित भएको छु। आउनुहोस्, जितको तयारीका लागि कस्ता चीजहरू तपाईको र मेरो जीवनमा आवश्यक पर्छ। सबैको जीवनमा कुनै शर्त स्वाभाविक रूपमा शर्त हुन्छ। पहिलो शर्त हो तपाईलाई शारीरिक रूपमा हानि पुर्याउँछ। दोस्रो शर्त हो जसले तपाईको मानसिक रूपमा हानि पुर्याउँछ। त्यो शर्त हो जसले तपाईलाई शारीरिक रूपमा जति हानि पुर्याउँदैन, जसले मानसिक रूपमा हानि पुर्याउँछ, त्यो सबैभन्दा खतरनाक शर्त हो। त्यसैले त्यस्ता व्यक्तिबाट टाढा बस्नुस् जसले जीवनमा सफलता भन्ने कुरा कहिले सोचेका पनि छैनन् र सफलता पाउन पनि सकिदैन। अब लाग्न सक्छ तपाईलाई कुनै नयाँ कुरा गरिरहनु भएको छ, नयाँ कुरामा सफल हुने चान्स तपाईको कति प्रतिशत? म सधैँ नै भन्छु, हो तपाईहरु गरिरहनु भएको छ भने तपाईमा दृढ इच्छा शक्ति हुन सक्छ। तपाई फेलियर नै भए पनि त्यहाँबाट केही कुरा सिक्नुहुन्छ। काम गरेर कुनै कुरामा तपाई फेल हुन सक्नु भयो अथवा फेल हुनुभयो भने पनि त्यो कुराबाट सिक्न सक्नुहुन्छ। जुन कुरा कामै नगरेर तपाईले हार खानुहुन्छ, सिक्ने तयारी नै गर्नु हुँदैन, जीवनमा त्यो चीज तपाईले कहिले पनि पाउन सक्नु हुँदैन र हुँदैन पनि। अब कल्पना गर्नुहोस् तपाईले कस्तो साथीको बारेमा चुज गर्नु भएको छ, स्वभावबाट स्वार्थ, तपाई छक्क पर्नुहुन्छ। जीवनमा तपाईलाई कहिलेकाहीँ लाग्न सक्छ जीवनमा मेरो मात्रै शर्त, सबै कुरा शर्त मेरो त सबैको हुन्छ। त्यस्ता शर्तहरुबाट टाढा बस्नुस् जसले तपाईलाई कुसंगततिर लगाए, तपाईको एउटा नराम्रो बानीलाई विकास गर्नतिर अगाडि बढाए। छोड्दिनुस् त्यस्ता साथीहरु, चाहिँदैनन्। कुनै पनि व्यक्ति सफल हुनुको कारणको ठूलो एउटा कारण हुन्छ, त्यो हो सबैभन्दा ठूलो उसको इच्छा शक्तिमा डिपेन्ड गर्ने कुरा। इच्छा शक्तिमा काटछाड गरेर त्यो कुरालाई अगाडि बढाउने कुरा। कुनै पनि फूल तपाई रोप्नुहुन्छ भने त्यसलाई काटछाड गर्नुपर्छ, त्यसलाई गोडमेल गर्नुहुन्छ, मल गर्नुपर्छ, जल गर्नुपर्छ, त्यसपछि सफल हुने हो। त्यसैले स्वाभाविक रूपमा तपाईभित्र पनि शर्तता हुन्छ। तपाई आफैले आफ्नो शर्त आफैले कहिलेकाहीँ आफै तपाई शर्त बन्नु भएको हुन्छ। किनकि तपाईलाई लाग्न सक्छ कि जीवन यो त्यो हर कुरा तपाईलाई एउटा बोर जस्तो जीवन फिल भइरहेको हुन्छ। तर कहिलेकाहीँ के लाग्छ भने तपाईले सबै कुरा सजिलै गरिरहनु भएको हुन्छ। तपाईलाई कुनै कुरा लागिरहेको अठफारा कुराहरू पनि कहिलेकाहीँ सजिलै परिपूर्ति भइरहेका हुन्छन्। तपाईलाई गर्दै जाने हो भने हो यस्ता कुराहरू हामीलाई के थाहा छ भने कुनै पनि चीज हामी गरिरहेका छौं भने हामी आफूले गरेका राम्रा चीजहरुमा तपाईले कुनै पनि चीज स्टार्टिङमा सबै कुरा सिकेर गर्नुभएको होइन। स्टार्टिङमा सिकेर गर्नुभएको होइन। यो कुरा आफूलाई आफैले मूल्याङ्कन गर्न सिक्नुपर्छ। मैले कुनै पनि कुरा गरेँ, त्यो काममा मलाई कति असजिलो भयो, मैले कुन कुरा असजिलो कुरालाई पनि सजिलो तरिकाले गरेको हो कि होइन। तपाई आफैले आफैलाई मूल्याङ्कन जब गर्न सुरु गर्नुहुन्छ, मूल्य पोजिटिभ कुराको गर्नुस्। नेगेटिभ कुरा तपाईमा गेन भयो, तपाईले पढेर डिग्री लिनुभयो, तपाईमा सर्टिफिकेट छ भनेर त्यसको घमण्ड लिनुभयो, तपाईले आफैले मूल्याङ्कन गर्नुभयो भने त्यसको औचित्य छैन। घमण्डले तपाईलाई नाश गर्छ, हरास गर्छ। नम्बर 2 मा छ दूषित विचारबाट मुक्त हुनुस्। जीवनमा तपाईमा मात्र होइन, हर किसिमका मानिसहरुमा एउटा दूषित विचार आउँछ। राम्रा विचार पनि आउँछ, नराम्रा विचार पनि आउँछ। दुईटै विचार नराम्रा हुन्। यदि जीवनमा तपाईले कुनै पनि चीज लेभलमा भएन भने, मानुस तपाईसँग 20 लिटरको पानीको क्यान बोक्नु भएको छ, त्यसमा आधा मात्रै पानी भर्नुभयो। सम्झिनुस् कि जीवनमा लाग्यो तपाईलाई म आधा मात्र लिन सक्छु, अथवा 20 लिटरको क्यानीमा 10 लिटर पानी भर्नुभयो, 10 लिटर खाली नै छोड्नुभयो। यदि त्यो पानी तपाईले बोकिरहनु भएको छ भने तपाईलाई निकै असहज महसुस हुन्छ, तपाईलाई अठफारो महसुस हुन्छ। किन? त्यो अठफारो नै हो। किनकि तपाईलाई हल्लाउँछ, यता फाल्छ, उता फाल्छ। त्यसैले कुनै चीज पनि अधुरो धेरै नराम्रो हुन्छ। अधुरो नगर्नुस्। आधा कामले तपाईको जीवनमा कुनै पनि चीजलाई परिपूर्ति गर्दैन। तपाईलाई कुनै कुराको न कुनै एउटा लक्ष्यसम्म पुग्ने बाटो बनाउँछ, न कुनै चीजलाई परिपूर्ति गर्ने तपाईको गोलसम्म, लक्ष्यसम्म पुग्ने कुनै माध्यम बन्छ। त्यसैले आधा काम गर्ने बानीको विकास आजबाट बन्द गर्नुस्। त्यो दूषित विचार हो, त्यसलाई त्याग्नुस्। अब यस्ता दूषित विचारले के कस्ता कुरालाई असर गर्छ भने, जब तपाईले कामहरु गर्नुहुन्छ भने तपाईमा फेल हुने चान्स कति, अनि तपाई सबै कुरामा सफल हुनुहुन्छ भन्ने कुरा पनि हुँदैन। जस्तै तपाईले हजारौं कामहरु गर्दै जाने हो भने एउटा कुरामा पनि सफल हुनुहुन्छ भने तपाईको जीवन तपाईले सोचे भन्दा राम्रो बन्न सक्छ, अथवा तपाई सफल हुनु भएन भने तपाईको जीवन खराब पनि बन्न सक्छ। दुईटै कुरालाई औल्याएर त्यो कामलाई गर्न सक्नुहुन्छ भने जीवन राम्रो बन्न सक्छ। अधिकांश मानिसको सोचमा अर्को कुरा के पर्दिन्छ भने हामीले यो कुनै किसिमको डर हुन्छ अत्याधिक कुरामा। जस्तै जित्ने र हार्ने दुईटा कुरा रहन्छ। जित्ने र हार्नेमा पनि फरक कुरा छ। अब हामीलाई डर के कुराको लाग्दिन्छ? कुनै पनि चीजमा म सफल हुने चान्स कति छ त, म फेल हुने चान्स कति छ। तपाईलाई लाग्न सक्छ फलानाले गरेको भएन। तपाईमा फरक तरिका छ, फलानामा फरक तरिका छ, तपाईको आँखा फरक छ, तपाईको डिएनए फरक छ, तपाईको रगत फरक छ, तपाईको जन्मने समय फरक छ, कयौं कुराहरू फरक छ, तपाईले जन्मेको ठाउँ फरक छ, तपाईले जन्मेको हस्पिटल फरक छ। भनेपछि
तपाईँ फेल हुनु भएको छ भने अर्को व्यक्ति तपाईले त्यही कामलाई छुट्टै तरिकाले जितको तयारी यु क्यान विनमा शिव खेरा लेख्नुहुन्छ। जित्ने मानिसले त्यही कामलाई फरक तरिकाले गरेको हुन्छ भने हार्ने मान्छेले त्यही कामलाई उही ढङ्गले गरेको हुन्छ। भन्न खोजेको कुरा कुनै पनि चिजलाई तपाईले फरक तरिकाले गर्नुभयो भने फरक हुन सक्छ, अवश्य नै हुन सक्छ। जीवनमा सबैले किताब लेख्छन् तर कुनै किताब यस्तो अगाडि बढ्छ कि यति सेल्स हुन्छ कि जीवनमा नसोचेको सेल्स हुन्छ। अथवा कुनै किताब यदि मेहनत गरेर लेखेको हुन्छ तै पनि सेल्स हुँदैन। किन हुँदैन? के कारणले हुँदैन? कल्पना गरेर त्यो कुरालाई हेर्नुभयो भने बक्क औँल्याउन सकिन्छ। महागुणहरू कस्ता हुनुपर्छ त? यदि हामीले कुनै पनि चिजलाई विश्वासमाथि विश्वास गरेर कुनै पनि चिजलाई हामीले आफूले कुनै अरू कोही नपुगेको ठाउँमा हामी पुग्ने साहस गर्छौँ भने हामी सफल हुन्छौँ। पहिलो त हामीले कहिले कसैले नगरेका कुराहरूमा आशा गर्नुपर्छ, नगरेका कामहरू गर्न खोज्नुपर्छ। त्यसलाई मूर्ख भनिन्छ सामाजिक हिसाबमा, सोसियालिटी त्यो सोचमा पनि। राम्रो एक हिसाबले अर्को कुराले हेर्ने हो भने त्यसका पोजिटिभ कुराहरू पनि धेरै छन् कि तपाईँ सफल हुने चान्स सबैभन्दा धेरै हुन्छ। कुनै पनि चिज कसैले गरेको छैन भन्न खोजेको कुरा तपाईलाई गर्मी महिनामा यदि ज्याकेट बेच्नु भयो भने तपाईँ बिक्री गर्न सफल हुनु हुँदैन। त्यही ठाउँमा फरक तरिकाले केही कुरा बेच्न सक्नुहुन्छ भने पक्कै पनि सफल हुनुहुन्छ। कुनै पनि नयाँ काम आफूले गरेका नयाँ सिद्धान्तहरूलाई सिद्ध गर्न तपाईँ सफल हुनुहुनेछ। सिद्ध गर्नुपर्छ, सक्नुपर्छ, साहस जुटाउनुपर्छ। अरूले नगरेका कामलाई म गर्छु भन्ने आँट हामीमा ल्याउनुपर्छ। ती महागुणहरू आफूमा आफ्नो मौलिकतालाई कहिले पनि भुल्नु हुँदैन। यसो भनिरहँदा गलत कुरा होइन, कठिनाइबाट केवल कारहरू मात्र डराउँछन् भन्ने सोच तपाईँ र हामीमा सबैमा विकास जबसम्म हुँदैन तबसम्म हाम्रो उन्नति पनि हुँदैन। तपाईले आफ्नो गन्तव्य बदल्ने होइन, तपाईले आफ्नो बाटो बदल्नुपर्छ। यदि त्यो बाटोमा काँडा छन् भने तपाईँ हिँडिरहेको बाटो, तपाईँ हिँड्दै हुनुहुन्छ भने सबै कुरा तपाईँको बाटो राम्रो प्लेन नै सबै कुरामा समथल नै हुन्छ भन्ने होइन। काँडा हुन्छ, ढुङ्गा हुन्छ, माटो हुन्छ, भल हुन्छ, आँधी हुन्छ, हुरी हुन्छ, सबै कुराहरू छल्न सक्नुपर्छ। नयाँ बाटो खोज्नुहोस्। यदि नयाँ बाटोमा पनि सफल हुन सक्नु भएन भने अलग कुरा हो। यदि तपाईँले नयाँ बाटो कति खोज्नुभयो, कति कुराहरू तपाईँले त्यो ट्राई गर्नुभयो जीवनमा, मात्र ट्राई गरेर हुँदैन, त्यो कुरामा मग्न भएर डुबेर कति कुराहरू गर्नुभयो, त्यसमा फरक पर्छ। त्यसैले आफ्नो सोचमा विकास गरिराख्नुहोस्। भिडभाडको कुरा सुनेर तपाईँले आफ्नो मनलाई दूषित बनाउने, तपाईँले बेमतलबी कुरा गरेर आफ्नो मनलाई दूषित बनाउनु भन्दा एक्लै बस्नुहोस्, केही नगर्नुहोस्, राम्रा कुरा सोचेरै बस्नुहोस्। सोचेर बस्नु पनि धेरै ठुलो उपलब्धि रहन्छ। राम्रो कुरा हुन्छ, शरीरमा राम्रो फाइदा हुन्छ, शरीरमा राम्रो भाइब्रेसन पैदा हुन्छ, शरीरले राम्रा कुराहरू सञ्चय गर्छ, राम्रा कुराहरू देख्छ, राम्रा कुराहरू सुक्छ, राम्रा कुराहरू सुन्छ, सबै कुरा हुन्छ, राम्रा कुराहरू स्पर्श गर्छ। त्यसैले पुरानो आफ्नो सोचलाई त्याग्नुहोस्, नयाँ सोचलाई आफ्नो चलिआएको मेरो यस्तै छ सोच, म यस्तै छु भनेर कहिले पनि नसोच्नुहोस्, बदलिनुहोस्। यदि संसारमा नोकिया मोबाइलले आफूलाई अपलोड गरेको भए आज ओप्पोको ठाउँमा, आज आइफोनको ठाउँमा सायद नोकिया मोबाइल हुन्थ्यो। कुनै पनि व्यक्तिले आफूलाई कुनै पनि चिजमा अपलोड गर्न सक्दैन भने जीवनमा सफल हुने चान्स एकदमै कम हुन्छ। त्यसैले आफैलाई अपलोड गर्न सक्नुहोस्। जसरी पनि आफ्नो सभ्यता म त्यसैमा चल्छु भन्ने बाटोबाट त्याग्नुहोस्। सभ्यतामा केही राम्रा कुरा छन्, मौलिकतामा केही राम्रा कुरा छन्, धर्ममा केही राम्रा कुराहरू छन्, सबैमा केही न केही राम्रा कुरा छन्। राम्रा कुरालाई राख्नुहोस्, नराम्रा कुरालाई त्याग्नुहोस्। आफ्नो नयाँ बाटोको सुरुवात गर्नुहोस्। जीवनमा सबै कुराहरू सबैले सफल भएका हुन्छन् भन्ने पनि हुँदैन। कति मानिस आफ्नो जीवनमा फेल भएका हुन्छन्। आफ्नो इमान्दारप्रति सधैँ नै डटेर लागिरहनुहोस्। आफ्नो मौलिकता कहिले पनि नछोड्नुहोस् भन्ने त्यस्तो नठान्नुहोस् कि जीवनमा मैले गरेको यो भयो त्यो भयो भन्ने कुरा कहिले पनि आफैलाई तपाईँ छुच्चाइ नगर्नुहोस्। जीवनमा अगाडि बढ्नको लागि ठुलो सङ्घर्ष, ठुलो जीवनमा ठुला कामहरू, ठुला उथलपुथलहरू तब आउँछन् जब साना कुराहरूलाई पनि तपाईँले इमान्दार तरिकाले गर्न सक्नुहुन्छ। जीवनमा सबै कुराहरू सबै मानिस अगाडि बढेर सबै मानिसमा आफ्नो निर्णय गरेर सफल हुन सक्दैन। किनकि जो मानिसले ठुला निर्णयहरू गर्छ, साना निर्णयहरू गर्छ, त्यो निर्णयहरूलाई निरन्तरका साथ अगाडि बढाउँछ, ऊ व्यक्ति सफल हुन्छ। मेरो बुवाको यस्तो सोच थियो, मेरो बाजेको यस्तो सोच थियो, मेरो पनि यस्तै सोच हुनुपर्छ, नेभर वान्ट। कहिले पनि नसोच्नुहोस्। तपाईँका सोच फरक छन्, तपाईँले गर्ने कुरा फरक छन्, तपाईँले चलाइरहेको टेक्नोलोजी फरक, सबै कुराहरू बदलिएको छ, परिवर्तन भएको छ, चेन्ज आएको छ। पृथ्वीमा नौलो कुराको चेन्ज आएको छ, वातावरणमा चेन्ज आएको छ। तपाईँ पनि बदलिनुहोस् कि म बदलिन सक्छु भन्ने तपाईँमा आफूलाई कहिले पनि हरेस नखाएर लाग्नुभयो भने कुनै पनि चिज सफल हुने चान्स 100% हुन्छ। आफूले गरेका काम आफ्नो मननदेखि कुनै पनि चिज गर्नुहुन्छ भने त्यसमा सफल हुने चान्स 100% हुन्छ, यानि कि 100% नै सफल हुने चान्स हुन्छ। तपाईका
आफ्ना राम्रा कुराहरू, मौलिकताका छापहरू पनि छोड्नुहोस्। जीवनमा राम्रा कुराहरू पनि छन्, राम्रा कुराहरूको बारेमा पनि अध्ययन गर्नुहोस्, नयाँ कुराहरूको बारेमा पनि जानकारी लिनुहोस्। त्यसैले जितको तयारीले यो कुरा सिकाउँछ, जसले जीवनमा नयाँ सोच लिन्छ उसले जीवनमा नयाँ कुरा पाउँछ र पाउन सक्ने, जसले आशा राख्छ उसैले जीवनको शिखरसम्म, आफ्नो गोलसम्म पुग्ने साहस गर्छ। धन्यवाद।